हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज खाना पकाउन लागेको त चामल र दाल नै खत्तम भएको रहेछ। म निक्ले गाडीको चाबी लिएर अनि गाडीमा चढे सरर चामल लिन गए। पसल पुगे, नानीहरूले सामान किन्दै रहेछन् अनि म गए दाल र चामल किनेर ल्याएँ। मस्त सनलाइट आइरहेको थियो। म चाहिँ के कम भिडियो बनाएँ। त्यसपछि रुममा फर्किए। मैले चाहिँ दाल र चामल लिएर आइसकेको छु। रुममा खाना पकाएर फटाफट खाना खाएर होटलतिर लागे। होटल पुगे, भाइ पनि आए। होटल खोल्यो अनि भाइ आफ्नो काममा लागे। मैले चाहिँ कटिङ सुरु गरेँ। सबै कटिङ गरिसके। मैले भाइ बाहिर सामान मिलाउँदै थिएँ अनि हाम्रो चाहिँ नास्ता आयो। भाइ नास्ता खाना आऊ भनेर नास्ता खायो। त्यसपछि चाइनिज अर्डर आयो, फुल सुप, फुल चिकन चिल्ली। मैले चाहिँ फटाफट अर्डर अनि त्यसपछि कन्टिन्यू अर्डर चलिरहेको थियो। भिडियो बनाउन पाएन, माया नगर्नुहोला। 11 बजेको छुट्टी भयो। सफा गरेर रुममा गए। रुममा म सुतिसकेपछि बल्ल बल्ल उठाएँ। बोल्दै बोलिन। आजको लागि यति नै।